नमस्ते। यहाँहरूले बिहा हुँदाको दिनमा के खानुभयो? बिहा गर्दाको दिनमा के खानुभयो? सके ससुराको गाली खाएको त होइन? यस्तो अनुहारले पनि लिएर आउने मेरी छोरी माग्नलाई भनेर गाली खाएको त होइन? ल, बिहाको दिनमा यहाँहरूले के खानुभयो? है, मासु भात खाएको रे। मासु भात खाएको रे। ल, यो पनि रमाइलो। ल हेरौँ है त, हिजोको हाम्रो पढाइ बाँकी थियो। पार्ट 1 मा हामीले के हेरियो भन्दाखेरि कोरियाको चाहिँ विशेष दिनमा के खाइन रहेछ भनेर हेरौँ। अब यहाँ दोस्रो पार्ट आयो है त। ख्योरननाल विवाहको दिनमा के खाँदो रहेछन्? कोरियाको विवाहको दिनमा हामीले पार्ट 1 हेरिसकिएको थियो। यहाँले नहेरेको भए त्यसलाई पनि हेर्नु होला है त। खुक्सु खाँदो रहेछन्। खुक्सु भनेको नेपालीमा चाहिँ कता कता थुप्पा भन्न सकिन्छ है। थुप्पा भनेको झोल भएको चाउचाउ, खुक्सु खाइदो रहेछ अरे। म्यन छरम भनेको, म्यन भनेको रेसा, फाइबर भनेको, कता कता कटन भनेको है। कटन छरम जस्तै, कटन जस्तै, रेसा जस्तै, कपास जस्तै। खिल्के भनेको लामो, लामो गरी, ओरे सालकी, खिल्के भनेको लामो गरी, ओरे भनेको लामो गरी बाँच्ने, साल्दा भनेको बाँच्ने। ल है त, खिल्के भनेको लामो गरी, ओरे भनेको लामो समय बाँच्ने, साल्दा भनेको बाँच्ने भन्ने अर्थले खाँदो रहेछन्। के थुप्पा खाँदो रहेछन् बिहा गरेको दिनमा कोरियामा है त। ल, नेपालमा त अघि साथीले भन्नुहुन्थ्यो एकजनाले चाहिँ के खाएको रे? गाली खाएको रे, ससुराको गाली खाएको रे। एकजनाले चाहिँ मासु भात खाएको रे। ल, फोङनाल, फोङनाल भनेको चाहिँ गर्मी दिन भनेको है त। यो गर्मी दिनमा के खाँदो रहेछन् कोरियनहरूले भनेदेखि यो चाहिँ जन्म यो कहिले पर्छ भन्ने कुरा बिहा जहिले गरिन्छ त्यही दिन पर्यो। यसको पनि त अब खास गरी 7-8 महिनामा पर्छ है त। कोरिया अमेरिकन पात्रको सामगेथाङ खाइन्छ अरे भनेको यो कुखुरा हो। यो सग्लो कुखुरा भनौँ न, कुखुरा खाइदो रहेछ। किन खाइदो रहेछ भन्दा थैरो लिगिदा, थै भनेको गर्मी, इगिदा भनेको जित्नु, गर्मीलाई जित्नको लागि खाइदो रहेछ अरे। यो गर्मी जितिन्छ अरे है त। ल, अब क्रिसमसमा के खाइन्छ? क्रिसमसमा वाइन खाइदो रहेछ, वाइन है। अनि केक खाइदो रहेछ। वाइन खाइने का, वाइन भनेको रक्सी है त। वाइन खाने, वाइन किन खाइदो रहेछ भन्दा यसुनिमी फी, फी भनेको रगत, यसुको रगत खाएको रे है। यो यसको अर्थ गहिरो अर्थ हुन्छ। अहिले चाहिँ यसु भनेको परमेश्वर यसुको रगत भन्ने अर्थ आउँदो रहेछ, त्यो अर्थ हो। अनि सयाङ्सिक मुनुवा भनेको पश्चिमेली शैली हो अरे। यो पश्चिमेली शैली। अब मुनुवा भनेको संस्कृति भनौँ न, भने मतलब चाहिँ यो केक खाने संस्कृति चाहिँ कोरियाको ओरिजिन संस्कृति नभएर पश्चिमबाट आएको अरे है। सयाङ्सिक मुनुवा हो अरे, पश्चिमी शैलीको मुनुवा भएर खाइदो रहेछ। अब खेचनजल भनेको स्थापना दिवस, कोरिया स्थापना दिवस कहिले 10 को 3 गते पर्दो रहेछ। अनि सिरुतक भन्ने खाइन रहेछ। सिरुतक भने कस्तो हुने रहेछ भन्दा यो फोटो यस्तो हुने रहेछ। यो बाफबाट पकाइएको रोटी हो, बाफबाट बनाइएको केक है त। यसको नेपालीमा लेखेको पनि रहेछ, विशेष रूपमा स्थापना दिवसमा तथा जन्मदिनका पर्व तरिन्छ र भाप, भाप भनेको चाहिँ बाफमा पकाएर खाइन्छ है त, पकाएर खाइन्छ रहेछ। अनि किन खाइदो रहेछ भन्दा हानुल भनेको चाहिँ आकाश अथवा स्वर्ग भन्ने पनि हुन्छ। स्वर्ग, आकाश र छोसाङ भनेको पुर्खा, आकाश र पुर्खालाई खाम्सा भनेको धन्यवाद दिने अर्थले खाइदो रहेछ है त। अब अन्तिममा हेरौँ, हान्सिक भनेको पनि यो 3 महिनाको 3 गते पर्दो रहेछ। यो कोरियन भनेको उम्नियको अनुसार कोरियन पात्रको 3 महिनाको 3 गते पर्दो रहेछ है। त्यो दिन के खाइदो रहेछ भन्दा वाजन भन्ने खाइन्छ। छन भनेको रोटी हो, वाजन खाइदो रहेछ। यो खानेकुराको नाम हो, नेपालीमा हुँदैन। अनि यो फोटो यस्तो रहेछ, वाजनको फोटो त्यहाँ लेखेको रहेछ। अनि वाजन के रहेछ भन्दा एक प्रकारको कोरिया परिकार वसन्त ऋतुमा खाइन्छ अरे। फुल फुल्ने अवसरमा खाइन्छ अरे। वसन्त ऋतुमा त फुल फुल्ने भयो, त्यही बेलामा खाइन्छ अरे। अनि किन खाइन्छ अरे भन्दा छायन भनेको प्रकृति, प्रकृति, प्रकृति र स्वास्थ्य भनेर स्वास्थ्यलाई सम्झेर खाइदो रहेछ। ल, यति मध्येमा हामीले हिजो अघिल्लो पार्ट र यो पार्टमा हेरियो। सबभन्दा यहाँले यो 6 नम्बरसम्मको माथिको छ नि, त्यो त तपाईँले पुरै कण्ठ पार्नुपर्छ, एउटा पनि बिर्सन पाउनुहुन्न। यो अब 7, 8, 9 चाहिँ अब अहिलेको सालमा आउला, नत्र अर्को सालमा पनि आउला। किताबभित्रबाट नभए पनि बाहिरबाट पनि आउन सक्ने भएको हुनाले एक्स्ट्रा पनि पढ्नु होला। यिनीहरूलाई चाहिँ कहिले पनि नबिर्सनु होला र मलाई पनि कहिले नबिर्सनु होला। नमस्ते।